न्वारानदेखिको बल लगाएर यसलाई हटाउने भन्ने चाहिँ भएको छ। अब न्वारानदेखिको बलले पुग्दैन थाहा छैन। गरिसके त हो कि अब नगर्ने नेताहरूले आफ्नो मान्छे चाहिँ त्यो अनुसन्धान केन्द्रहरूमा चाहिँ भर्ती गर्न थाले। भर्ती मात्रै गर्न थालेन, भर्ती चाहिँ गर्ने तर बजेट चाहिँ नछुट्याइदिने। कानुन कसरी आउँछ हेर्दैछौँ। कानुन चाहिँ ल्याउने प्रयास हुँदैछ। के अध्यादेशबाट हुन्छ कि अब के छ, एउटा यो कानुनविदहरूसँग सल्लाह हुँदैछ। विश्वविद्यालयलाई अब तपाईँहरूले टाढाकोले होइन, प्राध्यापकसँगले नै चलाएको कुरा हो नि। अब आफ्नै मान्छेले तर त्यसबाट कसैले व्यक्तिगत फाइदा नलुटोस् भन्ने एकदमै हाम्रो पनि चाहना। विश्वविद्यालयलाई फाइदा प्राध्यापकसँग त्यत्रो जग्गा ओगट्न पाउँछ त, समेत होइन प्रयोग गर्न पाउँछ त मन्त्रीजी। गरिसके त हो कि अब नगर्ने होइन, अब नगर्ने। कुरा के हो भन्दाखेरि यो त्रिभुवन विश्वविद्यालयमा चाहिँ 4वटा अनुसन्धान केन्द्रहरू छन्। धेरैलाई थाहा छ, धेरैलाई थाहा पनि छैन होला। किनभने पहिलाको मान्छेहरूलाई थाहा छ, पछिको मान्छेहरूलाई थाहा छैन। यहाँ चाहिँ 4वटा अनुसन्धान केन्द्रहरू छन्। सेडा, सेरिड, रिकास र सिनास भन्ने यो 4वटा अनुसन्धान केन्द्रहरू एउटा अनुसन्धान विभिन्न विधामा, शिक्षादेखि लिएर, अर्थदेखि लिएर, विज्ञानदेखि लिएर, विज्ञान प्रविधिदेखि लिएर सबै कुराहरूमा अनुसन्धान गर्ने र देशलाई चाहिँ एउटा राम्रो किसिमको चाहिँ एउटा थिङ्क ट्याङ्कको रूपमा देशलाई फाइदा हुने किसिमका कामहरू गर्नको लागि भनेर यो धेरै वर्ष पहिला यो राजा वीरेन्द्रकै पालातिर होला, त्यति बेलातिर नै यो चाहिँ खोलेको 4वटा अनुसन्धान केन्द्रहरू छ। दुर्भाग्यवश के भयो भन्दाखेरि ती अनुसन्धान केन्द्रहरू पछि हाम्रो नेपालमा यो चाहिँ के भन्छ 2046 सालको आन्दोलनपछि आएर चाहिँ तिनीहरू चाहिँ शिथिल हुँदै गए। शिथिल किन हुँदै गयो भन्दाखेरि त्यही सरकारले त्यसमा चाहिँ त्यति ध्यान दिएन। त्योभन्दा अगाडि तिनीहरूले धेरै राम्रो अनुसन्धानको कामहरू गरेका थिए। त्यसले देशलाई चाहिँ एउटा चाहिने नीति नियमहरूदेखि लिएर अनुसन्धानको कामहरू पनि गरिरहेको थियो। तर 2046 सालको आन्दोलनपछि त्यसमा चाहिँ के हो त भन्दाखेरि त्यसमा पनि भाग बन्न भएर चाहिँ नेताहरूले आफ्नो मान्छे चाहिँ त्यो अनुसन्धान केन्द्रहरूमा चाहिँ भर्ती गर्न थाले। भर्ती मात्रै गर्न थालेन, भर्ती चाहिँ गर्ने तर बजेट चाहिँ नछुट्याइदिने। अब त्यत्रो अनुसन्धान केन्द्र भएपछि त अनुसन्धान केन्द्रहरूलाई सञ्चालन गर्नको लागि त बजेट छुट्याउनु पर्यो नि। अनि बजेट नछुट्याउने, एउटा दुईटा कर्मचारी राखिदिने, अनि चाहिँ काम कसरी हुन्छ? त्यस कारणले त्यो कुरालाई चाहिँ अब अगाडि बढाउनु पर्यो भनेर मैले यहाँ शिक्षा मन्त्री हुने